मान्य सभामुख महोदय, समयका निम्ति हार्दिक धन्यवाद। सरकारको तर्फबाट एक दुईवटा विषय सम्मानित सदनमा राख्नुपर्ने भएकोले उपस्थित भएको छु। अस्ति मान्य प्रदेश प्रमुखद्वारा सभामा प्रस्तुत गरिने नीति कार्यक्रम प्रस्तुत गरिने दिन 5 गते 13:30 बजेको समयमा जिल्ला मोरङ कानीपोखरी गाउँ विकास समिति वार्ड नम्बर 7 निर्माणाधीन पूर्व पश्चिम राजमार्गको कानीपोखरी चौकबाट अन्दाजी 150 मिटर पूर्वबाट आइरहेको बागमती BA 1406 नम्बरको टोयोटा हाइलक्स कार र विपरीत दिशाबाट आउँदै गरेको बा5 35 निमिषसम्मको सुजुकी स्विफ्ट कार एक आपसमा ठोकिन गई दुर्घटना भयो र गाडीमा क्षति पुग्यो। ठुलो मानवीय क्षति भने क्षति हुन पाएन र त्यो गाडी 35-30 नम्बरको गाडीका चालक जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्का रहेको र 1406 नम्बरका गाडीका चालक जिल्ला झापा दमक नगरपालिका वार्ड नम्बर 1 बस्ने वर्ष 40 को भेषराज श्रेष्ठ हुनुहुन्थ्यो र भेषराज श्रेष्ठले चलाएको गाडीमा मान्यहरू क्रमशः मैया श्रेष्ठ, नम्बरलाल धिमाल, मान्य विद्या चामलिङ र मान्य राधाकृष्ण खनाल हुनुहुन्थ्यो र सर्वप्रथम यो जुन दुर्घटना भयो यो दुर्घटनाप्रति कोशी प्रदेश सरकार दुःख व्यक्त गर्दछ र ठुलो मानवीय क्षति भएन, गाडीको नोक्सानी मात्रै भएको छ। यो अर्को पक्ष रह्यो र सर्वप्रथम चारैजना मान्य सदस्यहरू र चालक 2 जना को स्वास्थ्य लाभको सरकारको तर्फबाट स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र 2 जना मान्यहरू आज स्वास्थ्य लाभ गरेर आजको प्रदेश सभाको गरिमामय बैठकमा मान्य राधाकृष्ण खनाल मान्य मैया श्रेष्ठ उपस्थित हुनुभएको छ। उहाँले स्वास्थ्य लाभ गर्नुभयो। सरकारको तर्फबाट उहाँको स्वास्थ्य लाभ भएकोमा खुसी व्यक्त गर्न चाहन्छु र मान्य विद्या चामलिङलाई मैले फोन सम्पर्क गरेँ। उहाँको अगाडिपट्टिको 2टा करङमा चोट लागेको र फ्र्याक्चर भएको हुँदा उहाँले केही समय उपचार गर्नुपर्ने, आराम गर्नुपर्ने परिस्थिति रहेछ र मान्य नम्बरलाल धिमाल उहाँको टाउकोमा चोट लागेको र सिटी स्क्यान गर्नुपर्ने भएर उहाँले हिजो सिटी स्क्यान गर्नुभयो। त्यसको रिपोर्ट सायद आज आउला। उहाँहरूले अझै केही समय स्वास्थ्य लाभ गर्नुपर्ने, उपचार गर्नुपर्ने भएकोले सरकारको तर्फबाट उहाँको चाहिँ स्वास्थ्य लाभको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र उहाँहरूको उपचार के भइरहेको छ, कसरी भइरहेको छ त्यसको अझ थप खोजी गरेर त्यसमा प्रदेश सरकारले आवश्यक ध्यान दिनेछ भन्ने कुराको प्रतिबद्धता पनि सरकारको तर्फबाट म व्यक्त गर्न चाहन्छु र हिजै मात्रै अस्ति दिनको घटना हो। हिजै मात्रै कोशी प्रदेशका प्रहरी प्रमुख र मोरङका जिल्ला प्रहरी कार्यालयका प्रमुखजीहरूलाई प्रदेश सरकारले बोलाएर यसको घटनाको तथ्य सत्य गहिराइमा गएर त्यसमा लापरवाही हो, हेलचक्राइ हो वा विशुद्ध दुर्घटना हो, यो चाहिँ गम्भीरतापूर्वक छानबिन गर्न प्रदेश सरकारको तर्फबाट उहाँलाई निर्देशन गइसकेको छ र उहाँहरूले हामी थप गहिराइमा गएर छानबिन गर्छौँ र प्रदेश सरकारलाई हामी रिपोर्ट चाँडै बुझाउँछौँ भन्ने प्रतिबद्धता दुवै सुरक्षा अधिकारीले व्यक्त गर्नुभएको छ। तर आज मैले अनौपचारिक ढङ्गले सुने गाडी चलाउने डिएसपी खगेन्द्र खड्का र हाम्रो गाडी सायद मान्य मैया श्रेष्ठको गाडी होला, उहाँको अभिभावकहरूसँग समझदारी बिहान भयो, इलाका प्रहरी कार्यालयमा भयो, समझदारी भयो, आपसी समझदारी भयो, दुर्घटना हो भन्ने के हो त्यो चाहिँ अनौपचारिक ढङ्गले मैले सुने।
तर सरकारले त्यसलाई त्यो घटना वा दुर्घटना त्यहाँ हेलचेक्राइ भयो या लापरवाही भयो या वास्तविक दुर्घटना हो के हो भन्ने कुरामा सम्बन्धित सुरक्षा निकायले चासो राखेर यसको तथ्य सत्य चाहिँ के हो भने पत्ता लगाउने निर्देशन भइसकेको बेहोरा म सम्मानित सदन समक्ष जानकारी गराउँछु। दोस्रो अलिकति आन्तरिक मामिला मन्त्रालयसँग पनि जोडिएको कुरा माननीय पूर्व मुख्यमन्त्रीजीले अघि अलिक कतिपय अलि अनौठो भाषामा पनि भन्नुभयो। कोशी प्रदेश सरकारले सङ्घीय सरकारको दासत्व स्वीकार गर्यो भन्ने। कुनै बेला को गृहमन्त्री हुनुहुन्थ्यो, को गृह सचिव हुनुहुन्थ्यो, को मुख्यमन्त्री यहाँ हुनुहुन्थ्यो, को आन्तरिक मामिला मन्त्री, कहीँ आन्तरिक मामिला मन्त्रीले अध्यक्षता गर्नुभयो होला। तर संवैधानिक र नीतिगत व्यवस्था के हो भन्दा यो शान्ति सुरक्षाको विषय साझा भए पनि ओभरअल संसारका सङ्घीय शासन प्रणाली भएका मुलुकहरूमा मुलुकको परराष्ट्र सम्बन्ध, मौद्रिक नीति र शान्ति सुरक्षा स्पेसल्ली यो केन्द्रीय सरकारको चाहिँ मूल रूपमा यो अल्टिमेट पावरको रूपमा अभ्यास गर्ने गर्दछन्। यो हामीलाई पनि हेका छ। अध्यक्षता गर्ने कुरा कि अध्यक्षता गरिरहेको गृह सचिव भन्दा मुनिको तलको हैसियतमा हामी त्यहाँ उपस्थित भयौँ माननीय मुख्यमन्त्रीज्यू र आन्तरिक मामिला मन्त्री। यदि गृह सचिव भन्दा तल्लो हैसियतमा हामी उपस्थित भएर त्यहाँ हाम्रो उपस्थित रहेको भए पूर्व मुख्यमन्त्रीले भनेको कुरा ठिकै हो। अध्यक्षता गृह सचिवले गरेका छन्, त्योभन्दा माथिल्लो पोजिसनमा माननीय मुख्यमन्त्री हुनुहुन्छ, आन्तरिक मामिला मन्त्री म छु र माननीय सङ्घीय गृहमन्त्री हुनुहुन्छ। र हामीले गृह सचिवभन्दा अगाडि उनले अध्यक्षता गरे, हामीले निर्देशन जारी गर्यौँ। हामीले प्रदेश सरकारको तर्फ, सङ्घीय सरकारको तर्फबाट, सङ्घीय गृहमन्त्रीको तर्फबाट सुरक्षा अधिकारीहरूलाई, प्रदेशभरिका सुरक्षा अधिकारीलाई निर्देशनात्मक मन्तव्यको निम्ति माननीय मुख्यमन्त्रीजीलाई आग्रह गर्यो, प्रदेशको आन्तरिक मामिला मन्त्रीलाई आग्रह गर्यो र सङ्घीय गृहमन्त्रीलाई आग्रह भयो। हामीले आफ्नो आफ्नो तहबाट निर्देशनात्मक मन्तव्य दिएका छौँ, सुरक्षा अधिकारीलाई हामीले निर्देशन दिएका छौँ। गृह सचिवले निर्देशन होइन, केवल गोष्ठीको सार, गोष्ठीको निष्कर्ष प्रस्तुत गर्नुभएको छ। हामीले बोलेका हाम्रा निर्देशनहरूलाई सारमा उहाँले गृह सचिवज्यूले त्यसको सार खिचेर आफ्नो अध्यक्ष मन्तव्य जारी गर्नुभएको छ र गृह सचिवभन्दा माथिल्लो हैसियतका साथ हामी त्यहाँ उपस्थित भएका छौँ, आसन ग्रहण गरेका छौँ, निर्देशन जारी गरेका छौँ। हामीले अनुरोध गरेर गृह सचिवले निर्देशन दिने त्यस्तो भएको छैन। त्यहाँ हामीलाई चाहिँ मन्तव्यका निम्ति अनुरोध गरिएको र अनि गृह सचिवलाई निर्देशनका निम्ति भनिएको छैन। माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशनका निम्ति सादर अनुरोध गरिन्छ भनिएको छ, आन्तरिक मामिला मन्त्रीलाई निर्देशनका निम्ति सादर अनुरोध गरिन्छ भनिएको छ। उद्घोषक गृह मन्त्रालयकै हुनुहुन्थ्यो। त्यसैले हामीले दासत्व स्वीकारेको होइन। संविधानमा लेखिएको 3 सहका मान्यताहरू र संसारव्यापी रूपमा भएको समग्र मुलुकको पिस एन्ड सेक्युरिटी र अन्तर्राष्ट्रिय सम्बन्ध र मौद्रिक रक्षा सम्बन्धी 4वटा विषय चाहिँ अल्टिमेटली त्यो सङ्घीय सरकारको अल्टिमेट पावरको रूपमा रहन्छ भन्ने कुरा हामी संवैधानिक र राजनीति शास्त्रका विद्यार्थीले योभन्दा अगाडि बुझेको। त्यस्तो दासत्व स्वीकार गरिएको, गृह सचिव हावी भएको, हामी निरीह भएर त्यहाँ उपस्थित भएको परिस्थिति बिल्कुल नभएको कुरा माननीय पूर्व मुख्यमन्त्रीज्यूलाई विनम्रतापूर्वक म सादर निवेदन गर्न चाहन्छु। अलिकति विपदको कुरा, विपदसँग जोडिएको मन्त्रालय आन्तरिक मामिला कानुन मन्त्रालय भएको हुनाले के कुरा पूर्व मुख्यमन्त्रीजीले उठाउनु हो। त्यसमा पनि प्रदेशभरिबाट असोज 11 र 12 गतेबाट भएको बाढीले, पहिरोले हामीलाई प्राप्त भएको प्रदेश सरकारलाई प्राप्तहरूको आँकडा अर्थात् सम्बन्धित जिल्लाको विपद व्यवस्थापन समितिबाट विधिसम्म स्वीकृत भई आएको क्षतिको हिसाब गर्दा 4 अरब 62 करोड थियो। त्यति बेला
त्यो खास गरी 3टा मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी सिँचाइ ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय सम्बन्धित थिए। त्यो सामर्थ्य बजेट विनियोजन अगाडि नै भइसकेको थियो। सबै योजनामा बजेट विनियोजन भएर गइसकेको थियो, प्रदेश सभाबाट पारित भइसकेको थियो। ती पारित भएका योजनाहरूलाई कल्याप्स गरेर त्यो सबै अर्को विपदमा हाल्नको निम्ति हामीले फेरि कि त अर्को प्रदेश सभाबाट विशेष अधिवेशन बोलाएर हाम्रो विनियोजन ऐनलाई कल्याप्स गर्नुपर्थ्यो कि विनियोजन ऐनलाई समाप्त गर्नुपर्थ्यो र सबै पैसा प्रदेशको आफ्नो सामर्थ्य अनुसारको सबै रकम विपदमा हालेको भए त्यो हामी 4 अरब 62 करोडलाई समाधान गर्न सक्छौँ। त्यो पनि अवस्था निश्चित रूपमा नहुँदा यो कोशी प्रदेश सरकारै हो जसले एउटा नयाँ काम गर्यो। हामीले विनियोजनमा छुट्याइसकेको प्रशासनिक खर्च चालु खर्चबाट सबै मन्त्रालयलाई पत्राचार गरेर तिम्रोबाट हामी घटाउँछौँ, अब चालु खर्च तिमी अब कम गराउँछौँ र त्यो पैसा हामी विपदमा हाल्छौँ। 40 करोड रुपियाँ त्यहाँबाट निकालेर हामीसँग त विनियोजित भइसक्यो त्यो पैसा। अब त्यो विनियोजित भएको रकम फिर्ता गर्न ल्याउन सकिँदैन थियो। कोशी प्रदेश सरकार नै त्यो सरकारले जसले चालु प्रशासनिक खर्च बढी भयो भने त्यो बेला निचोरेर 100 कप चिया खाइन्थ्यो भने 10-15 कप चिया चाहिँ घटाएर हामीले त्यसबाट हाम्रो सामर्थ्य अनुसार 40 करोड रुपियाँ बढी क्षति भएकाहरूको हिसाब म आफै त्यसको फोकल मन्त्रालयको मन्त्री हुँ। म सुनसरी जिल्ला एउटा पनि सुनसरी जिल्लामा परेन, एउटा पनि योजना विपदबाट छैन। पहिलो बढी क्षति भएको 5 थर हो, त्यसपछि ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ र उदयपुर हो, इलाम हो। त्यसमा यी जिल्लाहरूलाई बढी प्राथमिकताका साथ सम्भव भएकाहरूलाई यही 40 करोडले म्यानेज गर्न सकिने जति म्यानेज गरौँ। अब त्यसले सम्भव भएन भने कतिपय क्षतिग्रस्तहरूलाई आगामी वर्षको बजेटभित्रै विनियोजनभित्रै पारेर भए पनि प्रदेश सरकारले सामर्थ्य भएसम्म सम्भव भएसम्म त्यसलाई त्यसका माध्यमबाट कतिपय सङ्घीय सरकारसँग हामीले समन्वय गरी पनि रहेका छौँ, गऱ्यौँ पनि, र कतिपय पालिकाहरूलाई हामीले अनुरोध गऱ्यौँ। यसरी त्यो क्षतिलाईबाट गर्ने प्रदेश सरकारले आफ्नो अधिकतम प्रयत्न गरेर म विनम्रतापूर्वक यो सन्दर्भमा म यो सम्मानित सदनलाई जानकारी, यो सदन सुरु भइसकेको जानकारी गराउनुपर्ने विषय पनि हो। हामीले 40 करोड रुपियाँ विनियोजन गरेर योजनाहरू सम्बन्धित कार्यालयहरूमा पठाइसकेका छौँ। त्यसको निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ। तेस्रो एउटा जानकारी, कोशी प्रदेशले सबैभन्दा बढी नागरिकहरू जाने ठोकिने ठाउँ यातायात व्यवस्था कार्यालय हुन्। हाम्रा 8वटा यातायात व्यवस्था कार्यालयहरूबाट हामी सवारीतर्फका 2टा काम, एउटा सवारी चालक अनुमति पत्र, अर्कातिर सवारी दर्ता, नामसारी, रुट पर्मिट, यस्ता कामहरू हामी गर्छौँ। त्यसमध्ये एउटा पार्ट सवारी चालक अनुमति पत्रका सम्पूर्ण कामहरू हामी 1 महिना अगाडिबाट EDL का माध्यमबाट अथवा विद्युतीय भुक्तानी प्रणाली मार्फत ती कामहरू हामीले सुरु गरिसकेका छौँ। त्यसका निम्ति हामीले भोलिबाट व्यापक कार्यालय पछि व्यापक प्रचार प्रसार गर्ने अभियान पनि भोलिबाट सुन्दैछौँ। किनभने नागरिकले त्यो सिस्टम बुझेनन् भने फेरि ब्याङ्कमा लाइन लाग्ने पर्ने स्थिति हुन्छ। त्यो चिजको हामीले सुरु गरेका छौँ र नीति कार्यक्रममा प्रतिबद्धता आइसकेको छ कि आउने आर्थिक वर्षभित्रमा हामी अर्को प्रणाली EVRS प्रणाली भन्छ अथवा विद्युतीय सवारी भुक्तानी प्रणाली अथवा सवारीतर्फको अरू काम चाहिँ सम्पन्न गर्नको निम्ति त्यसको आवश्यक प्रक्रिया सुरु भइसकेको बेहोरा जानकारी गराउँदै यस आगामी आर्थिक वर्षभित्रमा त्यो चाहिँ 7 प्रदेशमध्ये 2टा प्रदेशले मात्रै यो काम सम्पन्न गर्छ। एउटा बागमती र कोशी प्रदेश, यो 2टैले आफ्नो प्रक्रिया सुरु गरेको छ र नागरिक मैत्री सुशासन मैत्री यातायात कार्यालयको अवधारणालाई आगामी आर्थिक वर्ष सम्पन्न गर्ने बेहोरा म सम्मानित सदन समक्ष जानकारीको निम्ति विनम्रतापूर्वक अनुरोध गर्छु। थप विषय अब सदन चल्दै गर्दा मान्यज्यूले उठाउनुभएका महत्त्वपूर्ण जिज्ञासा प्रश्नको बारेमा हाम्रो मन्त्रालयसँग सम्बन्धित विषयलाई समयक्रममा यो विषयलाई जानकारी गराउने प्रतिबद्धतासहित मेरो भनाइ आजलाई अन्त्य गर्दछु। धन्यवाद।